सम्पूर्ण दर्शकहरूलाई ड्रिम्स लर्निङ जोनको यस विशेष वैज्ञानिक प्रस्तुतिमा स्वागत छ। आज हामी एउटा यस्तो शक्य अन्तरिक्षीय घटनाको चिरफार गर्दैछौँ जसले हाम्रो सम्पूर्ण पृथ्वीलाई नै एक क्षणका लागि सास रोक्न बाध्य बनाइदिएको थियो। यो एस्टेरोइड 2026 JH2 सँगको एउटा अत्यन्तै खतरनाक र वास्तविक सामिप्यको कथा हो। ठीक छ, अब ढिला नगरी यसको गहिराईमा जाउँ र ब्रह्माण्डको यो अदृश्य त्रासलाई बुझौँ। कल्पना गरौँ त, एउटा शान्त साँझ घरको छतमा बसेर कफी पिउँदै गर्दा अचानक अन्तरिक्षबाट एउटा विशाल चट्टान अत्यन्तै भयानक गतिमा हाम्रो वायुमण्डलको ठिक बाहिरबाट सनसनाती गर्दै निस्किन्छ। त्यो पनि हाम्रो आफ्नै चन्द्रमा भन्दा कैयौँ गुणा नजिकको दूरीबाट। सुन्दा यो कुनै हलिउडको साइन्स फिक्सन फिल्मको दृश्य जस्तो लाग्न सक्छ नि, होइन र? तर यो कुनै काल्पनिक कथा होइन हो। यो ठ्याक्कै त्यही डरलाग्दो परिदृश्य हो जुन हिजो मात्रै अर्थात् मे 18 तारिकका दिन हाम्रो आफ्नै अन्तरिक्ष छिमेकमा घट्यो। वैज्ञानिकहरूले भर्खरै मात्र पत्ता लगाएको एउटा एस्टेरोइड पृथ्वीको एकदमै नजिकैबाट खस्यो। यो घटनाले अन्तरिक्षमा रहेका अदृश्य खतराहरू कति वास्तविक हुन्छन् भन्ने कुराको प्रत्यक्ष प्रमाण दिएको छ। खतराको टाइमलाइन हेर्दा मे 10 मा पत्ता लाग्यो, मे 18 मा नजिकैबाट गयो र अब 2060 पछि मात्र फर्किनेछ। अचम्मको कुरा के छ भने हामीले पाएको चेतावनीको समय एकदमै छोटो थियो। एरिजोनाको माउन्ट लेमन अब्जर्भेटरीका खगोलशास्त्रीहरूले यसलाई मे 10 मा मात्रै पहिलो पटक देखेका थिए। यसको मतलब विश्वभरका वैज्ञानिकहरूलाई यसको बाटो ट्र्याक गर्न जम्मा 8 दिनको मात्र हतारो समय थियो। सोच्नुस् त, जम्मा 8 दिन। वैज्ञानिकहरूले यसलाई एपोलो समूहको एस्टेरोइड भनेर पहिचान गरेका छन्। यी त्यस्ता चट्टानहरू हुन् जसको अर्बिट वा बाटोले सिधै पृथ्वीको बाटोलाई क्रस गर्छ। मूल रूपमा मंगल र बृहस्पतिको बीचमा रहेको मेन एस्टेरोइड बेल्टमा रहेका यी चट्टानहरू बृहस्पतिको विशाल गुरुत्वाकर्षणको बलले गर्दा आफ्नो बाटो बिराएर यसरी पृथ्वीको दिशामा धकेलिन्छन्, ठ्याक्कै एउटा विशाल कस्मिक गुलोली जस्तै। अब कुरा गरौँ खतराको मापन, यसको आकार र सम्भावित प्रभावको बारेमा। यो आकाशीय पाहुनालाई राम्रोसँग बुझ्नको लागि यसको वास्तविक आकारको मापन गर्नुपर्ने हुन्छ। राडार प्रविधि तत्काल उपलब्ध नभएकाले वैज्ञानिकहरूले यसको चमकको आधारमा यसको व्यास 15 देखि 35 मिटरको बीचमा रहेको अनुमान गरे। यसलाई यसरी बुझौँ। यो भनेको एउटा विशाल नीलो व्हेल वा दुईटा पहेँलो स्कुल बसलाई एकै ठाउँमा राख्दा जत्रो हुन्छ त्यत्रै ठूलो आकार हो। सुन्दा खासै ठुलो जस्तो नलाग्न सक्छ, तर यहाँ बुझ्नुपर्ने मुख्य कुरा के हो भने यति सानो देखिने चट्टान पनि अत्यन्तै खतरनाक हुन सक्छ। इतिहासलाई फर्केर हेर्ने हो भने सन् 2013 मा रसियाको चेल्याबिन्स्कमा खसेको उल्कापिण्ड केवल 15 मिटर चौडा थियो, तर त्यो वायुमण्डलमै पड्किँदा उत्पन्न भएको सक वेभले मात्रै 1000 भन्दा बढी मानिसलाई घाइते बनाएको थियो। अब आफै कल्पना गर्नुहोस्, यो 35 मिटरको चट्टान पृथ्वीमै बजारिएको भए अवस्था कति भयानक हुन्थ्यो होला। मे 18 को इन्काउन्टर अर्थात् त्यो तीव्र गतिको सामिप्यलाई हेरौँ। हिजोको त्यो मुटु ढुकढुक गराउने टेलिमेट्री डाटा हेर्दा यो एस्टेरोइड दक्षिणी गोलार्ध र दक्षिण अफ्रिकाको आकाशमाथिबाट भयानक गतिमा अघि बढेको थियो। गति कति थियो थाहा छ? 32,000 किलोमिटर प्रति घण्टा। बाफले, यो यति तीव्र गति हो कि यसले पृथ्वीको आधा भाग मात्र केही घण्टामा पार गर्न सक्छ। यो एउटा काइनेटिक ऊर्जाको विशाल भण्डार थियो जुन हाम्रो नजिकैबाट हुइन्थ्यो। युरोपियन स्पेस एजेन्सीको डाटाले पुष्टि गरे अनुसार यो पृथ्वीबाट ठ्याक्कै 91,593 किलोमिटर टाढाबाट गुज्र्यो। सुन्दा यो अङ्क ठूलो लागे पनि खगोल विज्ञानमा यो एउटा रौँ बराबरको दूरी हो। यो भनेको पृथ्वी र चन्द्रमा बीचको कुल दूरीको 25% भन्दा पनि कम हो। साँच्चै भन्दा हामी एउटा ठूलो दुर्घटनाबाट थोरैले मात्र बच्यौँ। अब लागौँ पृथ्वी रक्षा र जोखिमको गणनातर्फ। यस्तो अवस्थामा हाम्रो ध्यान उच्च प्रविधिको प्लानेटरी डिफेन्स ड्यासबोर्डहरूतर्फ जानु स्वाभाविक हो। खुसीको कुरा, नासा र इसाका विज्ञहरूले यो सामिप्यलाई टोरिनो स्केल 0 मा राखे। यसको सिधा अर्थ हो यो विशिष्ट घटनाबाट पृथ्वीलाई कुनै पनि भौतिक खतरा थिएन। हरियो झण्डी पूर्ण रूपमा सुरक्षित। तर यो सुरक्षित इन्काउन्टरले एउटा गम्भीर वास्तविकतालाई पनि उजागर गरेको छ। यसले हाम्रो पृथ्वी रक्षा प्रणालीमा रहेका खाली ठाउँहरू छर्लङ्ग देखाएको छ, किनकि ब्रह्माण्डमा यस्तै आकारका लाखौं चट्टानहरू अझै पनि नक्साङ्कन हुन बाँकी छन् जसको बारेमा हामीलाई पत्तो नै छैन। ती अन्तरिक्षका अन्ध्यारा कुनाहरूमा लुकेर बसेका अदृश्य खतराहरू हुन्। भविष्यतर्फ हेर्दा 2029 को त्यो विशाल चट्टानको चर्चा गरौँ।
हिजोको सामिप्य त हामीले बिना कुनै महँगो स्पेस मिसन एउटा नजिकको चट्टानलाई अध्ययन गर्ने अमूल्य अवसरको रूपमा लियौं। तर भविष्यको तस्विर अलि फरक छ। सन् 2029मा एपोफस नामको एस्ट्रोइड पृथ्वीको मात्र 32,000 किलोमिटर नजिक आइपुग्नेछ। यो 100 मिटर चौडा छ। यो यति नजिक हुनेछ कि यसलाई पृथ्वीबाट नाङ्गो आँखाले समेत स्पष्ट देख्न सकिनेछ। 2026 JH2 भन्दा यो कयौं गुणा ठूलो र खतरनाक छ। ब्रह्माण्ड जति सुन्दर छ, यसको गर्भमा त्यति नै रहस्य र खतराहरू पनि लुकेका छन्। हाम्रा लागि यी अनन्त ताराहरू र अदृश्य खतराहरूबाट बच्ने एउटै मात्र उपाय भनेको निरन्तरको विज्ञान, अनुसन्धान र चेतना नै हो। हामीले वैज्ञानिक खोजलाई समर्थन गर्नै पर्छ, किनकि यही नै हाम्रो एकमात्र ढाल हो। अन्त्यमा यस प्रस्तुतिले एउटा गम्भीर प्रश्न उब्जाएको छ कि मानवताको भविष्य साँचो अर्थमा सुरक्षित छ त? कि हाम्रा वैज्ञानिकहरू भविष्यका यस्ता विशाल अन्तरिक्षीय खतराहरूबाट हाम्रो यो सानो नीलो ग्रहलाई बचाउन पूर्ण रूपमा तयार छन् त? यस विषयमा गहिरिएर सोच्न जरुरी छ। यदि ड्रिम्स लर्निङ जोनको यस प्रस्तुतिले ब्रह्माण्डको विज्ञान बुझ्न मद्दत पुगेको छ भने वैज्ञानिक चेतनाको यो यात्रामा हामी सँगै जोडिनुहोला। विज्ञानको यस्तै रोचक खोजीका साथ फेरि भेट हुनेछ। तबसम्म सिकाइ निरन्तर रहोस्। नमस्ते।